ल तपाईलाई त एमालेको हनुमान भन्ने ट्रेन चलेको छ नि, यसमा के हुन नेकपा एमालेको हनुमान हो। म केपी शर्मा ओलीको हनुमानै भन्छन् हो, किनभने केपी शर्मा ओलीसँग नेकपा एमालेसँग समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान छ। यो मुलुकलाई रक्षा गर्ने, मुलुकको संविधान रक्षा गर्ने पार्टी नेकपा एमाले। अहिले जुन किसिमले जेनजीको आतंकपछि, जुन जेनजीको आन्दोलनलाई घुसपेट गरेर हाइजेक गरेपछि मुलुकमा सिंहदरबार जलो कि जलेन, संसद जलो कि जलेन। त्यस कारणले मुलुक जलाउनेहरू, मुलुक खरानी बनाउनेहरू, मुलुक विरुद्ध अपराध गर्नेहरूको चाहिँ भनौँ न विरुद्ध नेकपा एमाले सशक्त ढङ्गले अगाडि बढिरहेको अवस्था छ। त्यस कारणले म नेकपा एमालेको यस अर्थले हनुमान हो, किनभने मैले अघि भने मुलुकको संविधानको रक्षा गर्ने, मुलुककै रक्षा गर्ने र जुन किसिमले यो मुलुकमा आतंककारीहरूको बढिरहेको अवस्था छ नि, आतंकहरू बढिरहेको छ, त्यो आतंकलाई तह लगाउने तागत पनि नेकपा एमालेमा छ। त्यस कारणले मलाई नेकपा एमालेको कार्यकर्ता हुन, मलाई जसले हनुमान भने पनि म त्यसमा के छु, खुसी छु। किनभने नेकपा एमाले नभए यो मुलुकको रक्षा हुन सक्दैन, भूमिको रक्षा हुन सक्दैन। भीम रावल बनाउने भन्ने हल्ला पनि छ। ईश्वर रावललाई भीम रावल बनाउने होइन, ईश्वर पोखरेलले बनाउने हो। उहाँले उम्मेदवारी दिएको अवस्था छ। मैले उहाँलाई रेस्पेक्ट गरेर भनिरहेको छु, ईश्वर पोखरेललाई, कमरेडलाई, हाम्रो नेतालाई तपाईँ राजीनामा भन्दा पनि उम्मेदवारी फिर्ता गर्नुहोस् र सहमतिको साथ नेकपा एमालेको अधिवेशन सम्पन्न गरौँ। सर्वसहमत रूपमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाऊ, किनभने यो मुलुकमा अहिले केपी शर्मा ओलीको आवश्यकता छ। मुलुकको रक्षा गर्न, संविधानको रक्षा गर्न, मुलुकको भूमिको रक्षा गर्न र विदेशीका दलालहरूबाट, एजेन्टहरूबाट यो मुलुकलाई चाहिँ होइन उनीहरूले लैजान खोजिरहेका छन्, रक्षा गर्नको लागि केपी शर्मा ओलीको आवश्यकता छ। त्यस कारणले ईश्वर पोखरेललाई तपाईँ उम्मेदवारी फिर्ता गरेर सर्वसहमत रूपमा तपाईँ केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन लाग्नुहोस्। यसमा तपाईँको कल्याण हुन्छ, हामी सबैको कल्याण हुन्छ, नेपाली जनताको कल्याण हुन्छ, मुलुकै कल्याण हुन्छ भनेर भन्न चाहन्छु। र मलाई विश्वास छ यो निर्वाचनको महाधिवेशनको अन्तिमतिर भनौँ न, जब 27 गते तोकेको छ, 27, 28, 29, त्योभन्दा अगाडि नै उहाँले ईश्वर पोखरेलले राजीनामा भन्दा पनि उम्मेदवारी फिर्ता गरेर के गर्नुहुन्छ भन्दा केपी शर्मा ओलीलाई उहाँले सर्वसम्मत अध्यक्ष बनाएर एमालेलाई एकताबद्ध, एकजुट, मजबुत बनाउन ईश्वर पोखरेलले भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ। आवश्यक भएको हुँदाखेरि हेलिकप्टरमा भाग्नु परेको हो। आवश्यकता भन्दा पनि मुख्य कुरो के हो भने केपी शर्मा ओली हेलिकप्टरमा भागेको होइन। यो मुलुकलाई को सार्वभौमिक सत्ता, मुलुकको अखण्डता, मुलुकको स्वतन्त्रलाई समाप्त गरेर मुलुकलाई विदेशीको किनास्थल बनाउने, नेपालमा विदेशीका सेनाहरू ल्याउने र नेपाललाई एउटा विदेशीको प्रान्त जस्तो, विदेशको कुनै देशको प्रान्त बनाउन खोजिएका लुसिफरहरूले, शैतानहरूले, विदेशीका दलालहरूले केपी शर्मा ओलीलाई हेलिकप्टरमा भागिरहेको भनिरहेका छन्। केपी शर्मा ओली अहिले पनि सडकमा हिँडिराख्नु भएको छ। यो मुलुकको रक्षा गर्न, संविधानको रक्षा गर्न, विदेशीका दलालहरूबाट मुलुकलाई जगाउनु केपी शर्मा ओली अहिले पनि आगोको रूपमा, बाघको रूपमा प्रकट भइराख्नु भएको छ। त्यस कारणले जसले केपी शर्मा ओलीलाई भागो भनिरहेका छन्, ती विदेशीका दलालहरूले भनिरहेका छन्। जसले हिजो सिंहदरबार जलाएका थिए, संसद जलाएका थिए, सर्वोच्च अदालत जलाएका थिए, मुलुकका सम्पत्तिहरूलाई खरानी बनाएका थिए, मुलुकलाई चाहिँ भस्म गरेका थिए, त्यस्ता भस्मासुरहरू, मुलुकका भस्मासुरहरूले, मुलुक विरुद्ध अपराध गर्नेहरूले केपी शर्मा ओलीलाई भागो भनिरहेका छन्। ती जसले भनिरहेका छन् ती नेपाली होइनन्, ती नेपालको हितमा तिनीहरू लागिरहेका छैनन्। हस्, धन्यवाद। हवस्।